अब म के भनौँ, यता त अब कमेन्टै गरिनँ मैले, केही छैन। जहाँ कमेन्ट गर्नु पर्यो त्यो चाहिँ कमेन्टै अब गर्नु। यो झुन्ड्यो राम भइसक्यो उहाँहरू विचार, केही छैन अब। किनभने सारांशमा कलियुगमा पाप चाहिँ यही जुनीमा देखिन्छ भन्छ नि, एउटाको त देखिसक्यो, एउटाको देख्न बाँकी छ। त्यति मात्रै हो। त्यति मात्र हो। के भने यही युगमा देखियो बिचरा के नगरौँला भने त अहिले बाबुराम भट्टराई जहाँ गए मान्छेले ढुङ्गा हान्छ। योभन्दा ठुलो अपमान के हुनसक्छ? अब यतापट्टि बिचरा हेर्नुहोस् त, कहिले रक्सी खाएर तपाईँको रिसोर्टमै लडेको छ, छोरा छैन, श्रीमती छैन, बिचरा कहिलेकाहीँ उहाँलाई देख्दाखेरि पनि व्यर्थै किन गएर यत्रो मान्छे मारे होला जस्तो लाग्छ, होला जस्तो लाग्छ मलाई। अब उहाँले मान्छे नमारे पनि मान्छे सांसद भइहाल्थ्यो, के भएको छ? खै उहाँले युद्ध लड्नभन्दा अगाडि पनि 56मा चुनावै हुन्थ्यो, जस्तो अहिले हुन्छ त्यस्तै हुन्थ्यो। गाउँपालिकाको ठाउँमा गाविस थियो, के थियो? यतिखेर त बडो सक्रियतापूर्वक देश दौडमा हुनुहुन्छ। उहाँ बिहान मर्निङ वाकमै त्यत्रो तपाईँहरूको लगभग शान्तिनो पूर्ण सभा त उहाँको बिहान मर्निङ वाकमा हुन्छ। त्यो त हाँसो लाग्ने कुरा हो, के भन्छ मान्छे? अब भइहाल्छ नि हजुर, किनभने सरकारले लुट्न दिएको छ, देश कङ्गो बनाएको छ, सबैलाई लुट्न दिए होइन। लुटेराहरूको समूह हुनु ठुलो कुरा केही पनि होइन। 84मा हाम्रो बहुमत आउँछ भन्दै हुनुहुन्छ। अब आए प्रधानमन्त्री हुनुलाई के हुने हो र? पहिला पनि हुनुभएको, के गर्नुभयो, अब भएर के हुने हो र? ल बधाई छ हुनुहोस्, मैले के भन्नु सर।